यसो एकछिन भए पनि टाइम स्पेन्ड हुन्छ भनेर आएको हो। अब अहिले त नि एक मिनटको पनि त्यो हुन्छ नि उस भइराख क्या, के भन्छ त्यसलाई है, इम्पोर्टेन्ट फिल भइराख क्या। हाई गाइज, वेलकम ब्याक टु माई च्यानल। हजुरहरू सन्चै हुनुहुन्छ कि नै? म चाहिँ एकदमै सन्चै छु, फिट एन्ड फाइन। अनि हल्का दुखी छु किन भन्दाखेरि आज मेन भ्लग बनाउनुको रिजन चाहिँ मेरो बेस्ट फ्रेन्ड बाहिर जाँदैछ अनि त्यसकै लागि हो। मेमोरी होस् भनेर बनाउनु लगाएको हो, किन भन्दाखेरि अब बाहिर जाँदैछ, कहिले आउँछ थाहा हुँदैन नि त। अनि फेयरवेलको लागि मैले हल्का सानो सरप्राइज प्लान गरेको छु होइन। अनि फेरि भोलि त्यसकोमै बोलाएको छ। मैले चाहिँ खास यहीँ मेरै रुममा बोलाउने प्लान गरेको थिएँ अनि यहीँ रुममै सरप्राइज दिन्छु सोचेको थिएँ। बट मलाई उसको फ्यामिलीले नि इन्भाइट गर्नुभएको छ। अनि अब हामी त हुर्केकै सँगै हो क्या, 2 क्लासदेखि हो कि कति क्लासदेखि हो क्या, हामी 2 हो कि 3 देखि नै हो नि त साथी भएको। अनि स्टिल अहिलेसम्म भनेको त अब त्यस्तै 18-19 वर्ष भइसक्यो क्या। अनि कस्तो मन कस्तो भारी भइरहेछ। अनि खै कसरी पठाउनु हो त्यसलाई थाहा नै छैन। कस्तो गाह्रो हुँदो रहेछ यो, मलाई फर्स्ट टाइम भइरहेछ कि यस्तो। न मेरो त्यस्तो कोही पनि त्यस्तो धेरै टाढा छैन नि त साथी। मेरो साथी भने 2 जना मात्र हो कि, 2-3 जना गनेर 2-3 जना छ। अनि केटीमा चाहिँ त्यो 2 जना छ, एकजना चाहिँ दाङको हो, एकजना चाहिँ त्यो बच्चैदेखिको हो नि त। अनि जाँदै थिएँ मलाई छोडेर कस्तो अब त चोकाइज न भन्नलाई साथी पनि हुँदैन। टेन्सन भएको छ गाइज। अनि हजुरहरूलाई नि, हजुरहरूको पनि कोही साथीहरू लङ डिस्टेन्स हुनुहुन्छ होला सायद होइन। अनि सायद मैले जे फिल गरिरहेको छु त्यो हजुरहरू पनि फिल गर्न सक्नुहुन्छ होला। त्यही हो, मैले आज केक चाहिँ अर्डर दिएर आइसकेको छु। अनि भोलि मैले प्लान गरेको अब उसकै रुममै जान्छु कि, उसकै रुममा बोलाउनु भएको छ, मम्मीहरूले बोलाउनु भएको छ नि त आन्टीले। अनि त्यही उसको अजीहरू पनि अजी नै आउनु भएको छ। अनि अजीले पनि भेट्न मन गर्नुभएको छ भन्दै थिएँ। अनि ओके वाइ नट भनेर आज पनि चिया खान जाऊँ भनेको थिएँ खास त। अब त्यही भयो, आज पर्सि जाँदैछ, थर्सडे जाने हो खास। अनि यो भ्लग त म पछि हाल्छु होला सायद, खै कहिले हाल्छु। अनि थर्सडे बिहानको फ्लाइट छ, भोलि चाहिँ त्यही अहिले भर्खर केक अर्डर दिएर आएको छु गाइज। अनि भोलि भेटौँला त्यही भन्नलाई अहिले चाहिँ इन्फर्म गरिदिइरहेको। फेरि मेरो त भरै हुँदैन, भ्लगै बनाउनु बिर्सिन्छु कि मैले त्यो पनि हाल्छु कि नै थाहा नै छैन। मलाई चाहिँ किन हाल्न मन लागेको भन्दा फेरि मेमोरी पनि हुन्छ नि त, पछि आफूलाई हेर्दा फेरि यस्तो पनि हुन्थ्यो है हामी कस्तो थियौँ है जस्तो फिल होस् भनेर क्या होइन। जे भए पनि एउटा फोनमा क्याप्चर गरेर राख्यो भने चाहिँ सधैँको लागि हुन्छ जस्तो लाग्छ कि। हुन त अब हाम्रो माइन्डमा पनि सधैँ रहिरहेको छ, तर हेर्दा फेरि सेम फिलिङ आउँछ नि त, त्यही भएर क्याप्चर गर्न खोजेको। सो गाइज see you soon. हाई गाइज, मैले चाहिँ केक लिएर आइसकेको छु, अब जान लागेको। अनि त्यसपछि त्यसले खास त्यसले लिन आउन आज भ्याउँदिन अरे मलाई। अनि म आफै जान्छु भनेर आफै नै जान लागेको हो खास होइन। अनि किन साथीलाई दुःख दिनु भनेर पर्दैन भने मैले पनि है गाइज। सो या अब जाँदैछौँ। कस्तो पानी परेर यस्तो चिसो छ कि कुरै छोड्नु, नेक्स्ट लेभल चिसो छ, नेक्स्ट लेभल। आज मैले रिङ पनि लाउनु बिर्सेँ। वेयर इज माई रिङ? वेट है गाइज, आई रियली निड टु वेयर माई रिङ। रिङ ला। अनि अब भाइ र म जान्छु, आज मम्मीहरू घरमा आउनुहुन्न नि त। अनि त्यही भएर भाइलाई पनि लिएर जानु लाग्यो खास। अनि भोलि त जानेवाला छ त्यो। सो आजै अब यसो फेयरवेलको लागि सानो सरप्राइज भनेर मैले केक चाहिँ अर्डर गरेको थिएँ। अनि त्यसमा सानो मेसेज छ, त्यो मेसेज चाहिँ म अहिले देखाइहाल्छु नि हजुरहरूलाई। हस् भन्नुहोस्, हस्। कस्तो पिङ्की भएको कि म त नि। अब जान्छु ल गाइस, त्यहीँ गएर भेटौँ ल। सिधै त्यही गएर भिडियो बनाउँछु, किन भन्दाखेरि पानी परिरहेको छ नि त। अनि पानी परेको बेला त्यस्तै मलाई झ्याउलाएर आउँछ। फेरि त्यसकोमा कति धेरै पाहुना आउनु भएको छ भन्दै थियो, धेरैजना आउनु भएको छ। अन्त म भिडियो बनाउन सक्छु पनि सक्दिनँ पनि, मलाई लाज लाग्छ कि।
होइन म इन्ट्रोभर्ट त होइन म एक्सट्रोभर्टै हो भन्छु तर यस्तो अब इन्भाइरोमेन्ट अनुसार हुन्छ मेरो सी यू गाइस हामी चाहिँ आइसक्यौँ केक होइन अब को छ हो मलाई लाजै लाग्छ जा न खोल न ढोका खोल त गएको ल गाइस ला को रहेछ नि त ए नमस्ते आन्टी हेलो हेलो मैले भिडियो बनाउँदै आउँदैछु त नमस्ते सबैजनालाई नमस्ते साथी यता हेर नि त अया राम्री भएर बस्दै नि यतिकै मन लाग्यो त गाइज हामी आइसक्यौँ मेरो साथीकोमा गाइज आइसकेँ ल म यसकोमा अब यो चाहिँ होइन भिडियोको लागि मेकअप गर्नु पर्यो राम्रो देखेन अरे अनि उता चाहिँ मलाई कस्तो केही बोल्नै नआएको के कस्तो लाज लागिरहेको के त्यही भएर बोलिनँ टाढा अब मेकअप चलिरहेछ ल हल्का मेकअप त गर्नै पर्यो नि गाइज अब हामी जान्छौँ ल मलाई त कस्तो तातो म त रुदिनै भनेर बसेको छु म त किन रुने हो र यो जाँदैमा को नै जानु न हो र रुनलाई होइन साथी को नै जानु र हो र रुनलाई गाइज अब त्यस्तै हो उतापट्टि गएर चाहिँ भिडियो बनाउनु मेरो आर्ट आउँछ कि आउँदैन मलाई थाहै नै कस्तो मलाई लाज लागेको धेरै मान्छे हो कस्तो कस्तो लागिरह खास मैले तँलाई मेरै रुममा सरप्राइज दिने प्लान थियो कि मेरो चाहिँ तँलाई म लास्ट दिन होइन बुधबार म आफै बोलाउँछु भने यसले पो मलाई अगाडि बोलाइ म त के गरौँ भयो लु नि त भनेर होस् है अब जहाँ गयो नि जानु त हो भनेर अनि आइज नि तसँग भनौँ न अनि कस्तो फिल भइरहेछ तँलाई ए मलाई त केही भएन मसँग टाढा हुनु पर्दा केही भएन तँलाई अब हेर हुन थाल्यो भने म अहिले यहाँ रुवामासी हुन्छ रुनु हुँदैन खुसी खुसी पठाउँछु म तँलाई चिन्ता नलिन अच्छा कस्तो जाडो छ साथी मेरो साथी यही एउटा साथी छ त्यही माथि के गर्नु गाह्रो छ गाइस अब जस्तै भए पनि अब ह्यान्डल गर्नु पर्यो होइन तर म जसरी नरुइकन पठाउने भन्ने मेरो एउटा धारणा भन्छौँ म त भ्लग गर्न थालेँ जस्तो प्योर नेपाली पो बोल्न थाल्छु त फेरि के भएको ट्यालेन्ट त निस्किरह हिडन ट्यालेन्ट अनि धारणा भने मैले भर्खर हेर त कहाँबाट आयो मलाई यस्तो बोल्न अनि क्या होइन त्यही हो म अब के अरे रुदिनँ नरुइकन चुप्पो लगाएर पठाऊँ भन्ने भइरह होइन अनि अहिले भन्छु कि तँलाई एउटा कुरा भन्छु क्या राम्रोसँग होइन सुन न राम्रोसँग जा होइन दुःख सुख जस्तै पऱ्यो नि अब अहिलेसम्म त साथ दिएको छु कि तर पछि पनि होइन उता गएर अब त्यो त साथी बनोस् नबनोस् त्यो छुट्टै कुरा हो नि तर यहाँनिर चाहिँ एकजना साथी छ है मैले कल गर्दाखेरि यो चाहिँ छ है भनेर सम्झिनु नि फेरि रुनु पर्दाखेरि नि मलाई यसो भिडियो कल गर अनि रुन म तँलाई हँसाउँछु क्या अनि फेरि ऊ आफै रुन थाल्छ के म अस्ति एउटा के बात भने मलाई त फगाउनै आउन्न कि फेरि होइन म रुदिन नरुइकन पठाउँछु चुपो लाएर साथीले माया गरेर अब तेरो राम्रो हुन्छ नि त त्यो राम्रो सोचेरै पठाउनु पर्यो नि त यस्तो किन रुनु होइन हो त अनि किन रुने हेर न इयरिङहरु पनि चाँडै भेट भइहाल्छ नि धेरै होइन 1-2 वर्ष 3 वर्ष ल ठिक छ जान्छ कि त्यो त अब त्यही त भनेर मनलाई अब सम्हाल्नु त पर्यो नि के भन्नु र अब आज त हेर न यी सबै उता गएर चाहिँ नबिर्सिनु भरि तेल उछिटेको नि यहाँ आइसले सेक्दा गरेर त रात कसरी उछिटेको त हावा अघि त्यो उ बनाउँदा यति पुरै पो त ल जाम केक काटिहाल्नु सबै हेर न सुराल भने पनि छ जाम भाइ यसले केक ल्याइ चाहिँ हेर न ल गाइस हामी चाहिँ अब केक काट्न जान्छौँ ल बाइ बाइ के गर्दैछ बस अब चाहिँ हामी केक काट्न लाग्यो ल होइन होला पटक पटक गर्दैछ तै प्रोग्रामले सम्झौस भइसक्छ गाउने चाहिँ के ह्याप्पी बर्थडे ह्यापी बर्थडे ह्याभ अ सेफ जर्नी भन्ने हो बर्थडे त जेठमा आउँछ छुवा न छुवा त्यो पुरै तल जा जेठको हो नि त ह्याभ अ सेफ जर्नी
राम्रोसँग जानु साथीलाई गाइज हामी चाहिँ मेरो रुममा आइसक्यौँ ल। मेरो प्रिय मित्रले चाहिँ यहाँ साथीले चाहिँ ग्यास्ट्रिक भइरह्यो अनि के भन्छ अरे के अरे त्यो टिमुर र बिरेन उन अब पानीमा हालेर खान लागिरहेको छु ल। हामी चाहिँ अहिले मलाई पुरानो आएको अनि यसो आइज न यसो एकछिन भए पनि टाइम स्पेन्ड हुन्छ भनेर आएको हो। अब अहिले त नि एक मिनटको पनि त्यो हुन्छ नि उस भइरहेको क्या के भन्छ त्यसलाई है इम्पोर्टेन्ट फिल भइरहेको क्या एक मिनटको पनि। अरू बेला त के एकछिनमा भेटौँला एकछिन भेटौँला नि भोलि भेटौँला नि भन्ने हुन्थ्यो के को अहिले त। प्रिय मित्र के छ तिम्रो हाल खबर? ग्यास्ट्रिकले साह्रो भएको छु है। त्यही उता जाने बेला बिरामी पानी ल भेना अब स्पेस दिनु पर्यो। अब यही हो मेरो प्रिय मित्र जाँदैछ होइन अनि हल्का स्पेस त दिनु पर्यो हो कि होइन गाइस भनिदिनुहोस् त हजुरहरू के भन्छ रोयो पनि होइन हामी सँगै रुम्ला नि त म पनि थपिदिउँला नि अलिअलि गाह्रो पनि हुँदै हो छ्या त्यस्तो त मलाई भएको छैन हेर तरुइस भने मलाई पनि गाह्रो हुन्छ भेना दिनु ल। अस्ति नै एउटा पनि मलाई कुरा याद आयो के भन्नु न अस्ति नै हामी त्यो टोखा गएको बेला क्या त्यो अरू कुरा छोड्नु कि टोखा गएको बेला तपाईँले यसको लागि एउटा गीत गाउँछु भन्ने भन्नुभएको थियो याद छ कि नै? गाउनु भयो त। अहिले अब एउटा गीत पनि गाउनु पर्ने हुन्छ ल छोटो ल ल ल होइन जे भयो नि जाँदैछ नि त अब तपाईँहरू त भेट हुनु होला चाँडो ढिलो चाँडो होला होइन त्यही पनि अब के भन्न चाहनुहुन्छ यस्तो लङ डिस्टेन्स हुन्छ नि त। अब अहिले त तपाईँहरू यता छिमेकी जस्तै भयो नि त अनि अब यस्तो टाढा एक्कासी फिल हुँदाखेरि कस्तो भइरहेछ एक्सप्रेस गर्नु भन्नु न यहाँ केही हुन्न क्या उसलाई त अब भन्ने कुराहरू त धेरै छ होइन सबै कुराहरू चाहिँ आउँदैन भन्नलाई जति आउँछ त्यति भन्नु न। भन्नु न भन्नु म नि सुन्नु चाहन्छु कि मेरो साथीलाई भेडाले कति माया गर्नु चाहिँ मलाई थाहा हुनु पर्यो नि यार म त साली पो हो त एकलौटी। राम्रोसँग चाहिँ अनि आफ्नो सबैभन्दा मेन कुरा चाहिँ आफ्नो धेरै आफैले आफैलाई माया गर आफ्नो केयर गर। आहा मेरो मनको कुरा भन्नुभयो हो आफूले आफूलाई माया गर्नु धेरै फासिले नबिर्स होइन भन्नुपर्ने कुराहरू त्यही हो। ल रोएर हुन्छ त छ्या नरोइ मलाई त गाह्रै हुन्छ स्ट्रङ हुन्छ भने होइन अलिकति स्ट्रङ गरिदिनु न त बेना गरिदिनु न स्ट्रङ छ होइन किसी की नजर ना लगे जे भयो नि यहाँनिर कोही छ भनेर बुझ्नु त्यही हो। हेर रोएर हुन्न मैले त रुवाउनु खोजेको होइन है मैले त जे होस् भेनाको मनको कुरा मेरो साथीप्रति सुन्न मात्र मन गरेको हो अरू त केही होइन। अब तिमीलाई भन्दा भनिदिन्छु तिमीलाई त नभन्नु भनेर राम्रोसँग जाऊ राम्रोसँग बस आफ्नो केयर गर अनि अब त्यहाँ त त्यही हो अनि तिमीले भन्नुसाथ काम पनि पाउने होइन होइन कहिले पाउँछ के हुन्छ त्यो टाइमसम्म आफ्नो ख्याल गर्नु विशेष गरी मलाई नभन्नु अनि सालीहरू त झन् तिम्रो साथी भएको देख्नुमा सुन्न त मन हुन्छ कि भेना म केटीको मनको कुरा बुझ्छु नि म त केही बोल्दिनँ साथीहरू होइन म बोल्यो भने त अहिले मलाई पनि गाह्रो हुन्छ म त केही भन्न चाहन्न। ह्याभ अ सेफ फ्लाइट दोस्त। तिम्रो मात्रै तिमीलाई मात्रै पीडा हुँदैन यहाँ बाहिर बस्नेलाई झन् धेरै पीडा हुन्छ त्यो कुराहरू ख्याल गर्नुपर्छ त्यसरी त्यो सोचेर काम गर है। हस् हस् साथी धेरै माया मेरो तर्फबाट पनि अरू त के भन्नु। हेभ अ ब्राइट फ्युचर
सोचेर लिएको डिसिजन हो तैँले सबै होइन। त्यही भएर आइएम रियली ह्याप्पी फर यु क्या। अब हुन्छ नि यो भिजा आओस् भनेर त एकदम म्यानिफेस्टै गरे जस्तो भएको थियो नि त, हो कि होइन भन् त। अनि अब आयो, ठिक छ त, अब फ्युचर अब पछि के हुन्छ हुन्छ होइन, तर अहिलेको सोचेर हिँड्नु त्यही हो। अप्स एन्ड डाउन त हुन्छ, तर त्यसमै गिभ अप नगर्नु कहिले पनि। यति बुझ्नु कि कस्तो मेरो बोली नै लटपटी सिक्रियो। आई एम देयर फर यु, वी आर होइन, आई एम देयर फर यु, अरू त त्यस्तै हो। है गाइस, म चाहिँ निस्किसकेको छु ल। गुड मर्निङ सबैजनालाई। म चाहिँ निस्किसकेको छु, अब जाँदैछु त्यसकोमा। अनि त्यही भएर एयरपोर्ट पुऱ्याउनु जाने हो। अब के अरे खाता भन्छ त्यो लिन जानु लाग्यो। कहाँनिर लिन जाने होला, हिजो आज लगाइरहेको छु। त्यही भेटौँ न गएर। गाइस, अब बिदाई कार्यक्रम ल। Oh my God, it's really hard to say goodbye to your close गाइस, हामी चाहिँ एयरपोर्ट आइसकेर अहिले भनिदिन्छु ल। अब अहिले इमोसनल हुनु चाहन्न कि हेभ सेफ जर्नी। आई लभ यु सो मच। कल गर प्लेनमा नडर है। लास्ट फेरि मान्छे गाइस, यहाँ त वातावरण नै छैन। I miss you. See you tomorrow. अब त त्यो पनि भन्न मिल्दैन। साथीलाई अब बिदाई गर्न लाग्यो ल। नरिकन पठाउनु लाग्यो। हस् पापा कल गर्नु ल। अङ्कल कस्तो फिल भइरहेको छ त? अब टन्नको भएर पठाइहाल्छ नि तिमीलाई न होइन। उहाँ चाहिँ मेरो सुन्दुको ड्याडी ल। अनि त अजी हुनुहुन्छ, अनि निनी हुनुहुन्छ। गाइस, अब त्यही हो। जाँदैछु, मलाई छोडेर अब के गर्नु, अब भित्र पुऱ्याउनु जानुपर्छ ल। त्यही अब आई क्यान से एनिथिङ ल।
रियली हार्ड कति धेरै मान्छे छ हौ पागल हुन्छ कति नै मान्छे छ डर लागिरहेको कि नै ट्रेन चढ्नु पर्दाखेरि छैन भित्र जानु लागेको त मेरो साथी राम्रोसँग जा हेभ सेफ फ्लाइट राम्रोसँग जा अभी तो कुछ सुना नहीं अभी ना जाओ छोड़ कर के दिल अभी भरा नहीं हाई गाइस म चाहिँ आइसकेको छु साथीलाई पुऱ्याएर होइन अनि एयरपोर्टबाट आइसकेको छु आएर म चाहिँ यस्तो भिडियो बनाउन सकिनँ क्या अनि एक निन्द्रा पुऱ्याएर उठेको आँखा पनि हेरौँ न इट्स रियली हार्ड टु से गुड बाई टु यर क्लोज वान्स भन्छ नि त्यो चाहिँ मलाई आज फिल भयो होइन अनि साँच्चीकै गाह्रै हुँदो रहेछ कि लास्टै गाह्रो कि त्यो हुन्छ नि म नै आफैसँग छैन जस्तो हुन्छ नि आफूबाट एक भाग गएको जस्तो फिल हुँदो रहेछ क्या अनि त्यही हो साथीलाई के भन्न चाहन्छु भन्दाखेरि हेभ अ सेफ फ्लाइट अहिले त उस भइसक्यो अघि भर्खर पनि कल गरेको थिएँ राम्रोसँग जानु हेभ अ ब्राइट फ्युचर अहेड होइन त्यही हो तेरो सक्सेस चाहिँ कस्तो बोल्न पनि गाह्रो भइरहेको छ गाइस त्यही हो म के भन्न चाहन्छु भन्दाखेरि मेरो बेस्ट फ्रेन्डलाई मेरो बच्चैदेखिको बचपनका दोस्त भन्छु म जो आज गएको उसलाई चाहिँ के भन्न चाहन्छु भन्दाखेरि तेरो फ्युचर चाहिँ तैँले सोचेको भन्दा पनि धेरै राम्रो होस् म यही प्रे गर्छु होइन अनि त्यहाँनिर नयाँ साथी पुरानो साथी जति जे भयो नि होम सिक भए पनि होइन कहिले पनि गिभ अप नगर्नु हामीलाई कहिले पनि नबिर्सिनु कल गरिराख्नु ल भ्लग हेर्दाखेरि अनि त्यही हो गाइज म अब भ्लग एन्ड गर्छु म भिडियो अब अझै बनाउन चाहिँ सक्दिनँ मेरो कन्डिसन अलिक ठिक छैन मलाई कस्तो गाह्रो भइरहेछ म सोध्छु एकछिन होइन होप यु गाइज इन्जोय आवर भ्लग होइन यो चाहिँ मेरो साथीको लागि गुड बाई भ्लग बनाएको मैले खासै म भ्लग सब त बनाउँदैन क्या होइन त्यही भएर यो चाहिँ मेमोरी होस् भनेर बनाएको त्यही भएर हजुरहरूले इन्जोय गर्नुभयो होला हाम्रो भिडियो इन्जोय त के हुनु अलिकति इमोसनल नै भिडियो छ भनौँ त्यही हो होइन यदि मन पर्यो भने लाइक सेयर सब्सक्राइब र कमेन्ट डाउन है गाइज कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला हजुरहरूको पनि लङ डिस्टेन्स कोही हुनुहुन्छ भने प्लिज हजुरहरूले ट्याग गरेर उहाँहरूलाई मेन्सन गर्न सक्नुहुन्छ यस गाइज बाई बाई टेक केयर लभ यु अल सी यु सुन